च्यानल आज चाहिँ फेरि तपाईँहरूकोमा आइसकेको छु। तपाईँले चाहिँ भन्दा पहिलेको भिडियोमा चाहिँ एकदमै राम्रो चाहिँ प्रतिक्रिया दिनुभयो, एकदमै राम्रो तरिकाले हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र फेरि पनि म आज चाहिँ यहाँ उपस्थित छु। म चाहिँ अहिले हाम्रो बारीमा छु। म चाहिँ यहाँ आरु टिप्न आएको छु क्या, आरु आरु अनि यहाँ बारीमा चाहिँ आरुको बुट्टाहरू चाहिँ बुवाले रोप्नुभएको हाम्रोतिर सानो फलफुल बगैँचा जस्तो छ। यहाँ चाहिँ देख्नुहुन्छ, यो चाहिँ आरु फलेको छ। म चाहिँ आरु टिप्न आएको छु। यहाँ चाहिँ हाम्रो यहाँ चाहिँ यो तपाईँले चाहिँ के भन्नुहुन्छ होला, हाम्रोतिर चाहिँ अमिला पनि भन्छ। यो चाहिँ कागतीभन्दा ठुलो हुन्छ। ठुलो नै चाहिँ भर्खर यो चाहिँ सानो छ। यसलाई चाहिँ कतितिर चाहिँ ठुलो कागती पनि ठुलो कागती पनि भन्छ, तर हाम्रोतिर चाहिँ अमिला भन्छ होइन। यो चाहिँ एकदमै अमिलो र एकदमै पछि ठुलो भएपछि एकदमै खाने गर्छन् मान्छेले। यो चाहिँ बजारतिर चाहिँ बेच्न पनि लागेको चाहिँ देखिन्छ। यदि तपाईँहरूले चाहिँ तपाईँहरूले चाहिँ एकदमै तपाईँहरूतिर चाहिँ हुन्छ भने कमेन्ट गर्नु होला। तपाईँहरू कहाँबाट हेर्दै हुन्छ त्यो पनि कमेन्ट गर्नु होला। अब म चाहिँ तपाईँहरूलाई चाहिँ यहाँ माथिको यो देख्नुहुन्छ, त्यो माथि चाहिँ यो तपाईँहरूको यो रुखको माथि गएर चाहिँ तपाईँलाई त्यहाँ गएर म चाहिँ देखाउने छु। आरु चाहिँ टन्नै पाकेको छ। म चाहिँ आरु टिपेर तपाईँलाई देखाउने छु। म तपाईँलाई माथि रुखमै गएर भेट्ने छु है त। देख्नुहोस् साथीहरू, आरु यहाँ म चाहिँ रुख चढ्दैछु। चढ्नु एकदमै गाह्रो पनि हुन्छ साथीहरू। यति त्यहाँ साथीहरू, म चाहिँ यहाँ रुखमा आइसकेको छु। ओ माई गड साथीहरू, फाइनली म चाहिँ रुखमा आइसकेको छु है। म तपाईँहरूलाई अब आरु देखाउँछु कसरी पाकेको छ हाम्रो चाहिँ आरु कसरी पाकेको छ। पुरै पाकेको छ कि आरु चाहिँ। हाम्रो यो आरु चाहिँ बुवाले रोप्नु भएको हो। एउटा सानो बगैँचा जस्तो पनि छ यहाँ चाहिँ। म तपाईँलाई चाहिँ आरु देखाउँछु है त। हेर्नुहोस्, ओ माई गड, देख्नुहुन्छ कति राम्रो तरिकाले फलेको छ, पाकेको छ। यो देख्नुहुन्छ, हेर्नुहोस् कति धेरै छ एउटा बुमै हाँगामा। ओ खस्यो, यो चाहिँ एकदमै धेरै फलेको छ। म चाहिँ यहाँ टिप्छु साथीहरू यसलाई, यिनीहरूलाई चाहिँ। यसको चाहिँ हामी अचार पनि बनाएर खाने गर्छौँ। त्यो तपाईँहरूलाई म देखाउँछु है साथीहरू। आरु कति राम्रो फलेको छ। म चाहिँ तपाईँलाई अब यहाँ टिपेर तल झरिसकेपछि तपाईँसँग फेरि भेट हुनेछ है त। म चाहिँ यहाँ रुबाट झरिसकेँ तल टिपेर। मैले चाहिँ कति टिपेँ म तपाईँलाई देखाउँछु साथीहरू। देख्नुहुन्छ, मैले चाहिँ यति टिपेँ साथीहरू। देख्नुहुन्छ, यो चाहिँ आरु यति टिपेको छ साथीहरू। यो चाहिँ अब लगेर मजाले अचार बनाएर खानुपर्ने हुन्छ साथीहरू। यसको चाहिँ अचार चाहिँ कसरी बनाउने हो, कसरी बनाएर खाइन्छ हाम्रोतिर, म त्यो पनि तपाईँलाई देखाउने छु। तपाईँले चाहिँ हेर्नु होला है त साथीहरू। मलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरू। अब हामी चाहिँ जाँदैछौँ। अब म चाहिँ जाँदैछु साथीहरू। देख्नुहुन्छ, यहाँ चाहिँ हाम्रो चाहिँ आरुको बुट्टा साथीहरू चाहिँ बेलौतीको बुट्टा, यो नासपतिको बुट्टा पनि फलेको रोपेको छु, रोप्नु भएको बुवाले। तर यो नासपति बुट्टा चाहिँ अलिक सानै छ, फलेको छैन। र साथसाथै अर्को चाहिँ के भन्दाखेरि चाहिँ हाम्रो यहाँ सुन्तला पनि रोप्नु भएको छ कि बुबाले, सुन्तला पनि। जुन चाहिँ यहाँ यो चाहिँ हाम्रो चाहिँ सानो एउटा बगैँचा जस्तो गराउनु भएको कि बुबाले। तर यो सुन्तला पनि सानो फलेको छ साथीहरू। म तपाईँलाई देखाउँछु त। देख्नुहुन्छ, भर्खरै फल्दैछ नि सुन्तलाहरू। देख्नुहुन्छ, भर्खर फल्दैछ नि सुन्तलाहरू चाहिँ। माथितिर पनि रोप्नु भएको छ बुबाले, तर त्यो चाहिँ सानो नै छ। देख्नुहुन्छ, र यहाँ चाहिँ आरुबुट्टा चाहिँ अरू पनि छ है साथीहरू। आरु त टन्नै छ हाम्रो त। यहाँ पनि छ आरुबुट्टा, यहाँ माथि पनि छ आरुबुट्टा, टन्नै फलेको छ। सबै पाक्दैछन्। र यहाँ छेउमा चाहिँ हाम्रो यो कागती पनि फलेको, कागती पनि भर्खर फुल्दैछ, देख्नुहुन्छ। ल हुन्छ साथीहरू, अब म चाहिँ यहाँबाट घर जान्छु। र यो आरु चाहिँ अचार बनाएर खानेछौँ हामी, अचार बनाएर खानेछौँ। र त्यसै पनि खानेछौँ, कसरी अचार बनाएर खान्छौँ हामी चाहिँ त्यो म तपाईँलाई देखाउने नै छु। तपाईँ चाहिँ मेरो भिडियोलाई अन्तिमसम्म हेर्नु होला, अन्तिमसम्म हेरेर साथ दिनु होला। र अहिले चाहिँ अब चाहिँ हामी चाहिँ घर जानेछौँ। र तपाईँलाई चाहिँ कसरी बनाएर चाहिँ घर आइसकेपछि आरु टिपेर अब हामीले चाहिँ अचार बनाएर खानुपर्ने हुन्छ त्यसको। म चाहिँ बारीमा खोर्सानी टिप्न आएको साथीहरू। देख्छौँ चाहिँ यो हाम्रो घर, यो घर चाहिँ यहाँ चाहिँ हाम्रो। देख्छौँ चाहिँ हाम्रो चाहिँ हाम्रो यहाँ मकै ठुल्ठुला हुँदैछ नि। यो चाहिँ सागहरू मुलाहरू पनि छ अहिले।
यो पहिल्यै छरेको त्यो उम्रेको म चाहिँ खोर्सानी पनि टिप्न आएको छु साथीहरू चाहिँ खोर्सानी हाम्रो कति फलेको छ सँगै यहाँ चाहिँ अकबरे खोर्सानी है साथीहरू यो चाहिँ अकबरे खोर्सानी र यो चाहिँ अर्को खोर्सानी छ यो खोर्सानीहरू फलेको छ यहाँ यसरी यो चाहिँ हाम्रो सानो एउटा खोर्सानीहरू रोप्नुभएको छ यो पनि यो चाहिँ खोर्सानीहरू यहाँ फलेको छ देख्नु छ हामी चाहिँ यो चाहिँ टिप्नु पर्ने हुन्छ साथीहरू 1-2 पिस र यहाँ चाहिँ खोर्सानी मात्रै होइन साथीहरू एकचोटि खोर्सानी कसरी फलेको छ बाहिरबाट त्यति देखिँदैन भित्रभित्रै छ खोर्सानीहरू चाहिँ हेर्नु सक्नुहुन्छ यी देख्नु यो चाहिँ फुलहरू झर्छ त्योहरू म चाहिँ राम्रो धेरै तरिकाले धेरै जोडले चाहिँ समातिनँ र यहाँ चाहिँ हाम्रो यो भेडा पनि फलेको छ भेन्डा पनि यो चाहिँ कस्तो हुन्छ भने हेर्नु न सेम अन्डा जस्तो के अन्डा जस्तो हेर्नु त कुखुरा छैन त अन्डा जस्तो कुखुरा फुल जस्तो देख्न सक्नुहुन्छ साथीहरू यस्तो यस्तो पनि छ यहाँ चाहिँ हाम्रो कपली पनि फल्दैछ तपाईँलाई चाहिँ अन्त पनि जोड ल्याउँछु साथीहरू र खोर्सानी यति खोर्सानी त पुग्दैन खोर्सानी पनि टिप्नु पर्ने हुन्छ साथीहरू खोर्सानी टिप्न चल्नु छ बारीमा लगाउनु भएको खोर्सानीहरू चाहिँ देख्नुहोस् यहाँ पनि फल्दैछ खोर्सानीहरू देख्न सक्नुहुन्छ भर्खर फल्दैछ मेरो क्यामेरा चाहिँ त्यति राम्रो छैन तपाईँले चाहिँ क्यामेराको क्वालिटी त्यति नराम्रो आउन सक्छ बुझेर हेरिदिनु होला किनकि हाम्रो क्वालिटी त्यति राम्रो छैन मेरो मोबाइलको बुझेर यसो सोचेर हेरिदिनु होला है साथीहरू यो लगेर कसरी बनाएर खान्छ म त्यो पनि तपाईँहरू अर्को कुरा साथीहरू है तपाईँहरूलाई चाहिँ कतिलाई अर्को कुरा साथीहरू यहाँ हाम्रो घरमा चाहिँ एउटा चाहिँ जहिले पनि फल्ने कि यसको सिजनै हुँदैन यो चाहिँ जहिले पनि 12 मासै फल्ने कागती पनि छ है हाम्रो साथीहरू देख्नुहुन्छ अनि कति फलेको छ यो पनि हाम्रो बुवाले रोप्नुभएको देख्न सक्नुहुन्छ कति फलेको छ तर यो चाहिँ अहिले खाने भएको छैन साथीहरू देख्न सक्नुहुन्छ धेरै फलेको छ यो सक्नुहुन्छ यो त सानो दानाहरू फल्दै पनि छ नि देख्नुहुन्छ टन्नै छ म त अझै पनि देखाउँछु हेर्न सक्नुहुन्छ यो खाने भएको छैन तर यो चाहिँ अलिक पछि नै खाने हुन्छ यहाँ चाहिँ हाम्रो घरको छेउको बारीहरू चाहिँ हुन्छ खोर्सानी कस्तो फलेको यहाँ त खोर्सानी चाहिँ अर्ग्यानिक खोर्सानी विषादी नहालेको खोर्सानी बजारमा पाइने जस्तो विषादी हालेको जस्तो औषधि हालेको नराम्रो खोर्सानी होइन साथीहरू यो अब चाहिँ म माथि जानु थियो खोर्सानी लगेर र तपाईँलाई चाहिँ अचार बनाएर देखाउँछु साथीहरू हामीले चाहिँ आज यहाँ आरू काटिसकेका छौँ अब हामी चाहिँ अचार बनाउँछौँ देख्न सक्नुहुन्छ यो काटेर हामीले यति बनाइसकेका छौँ यसरी काट्छौँ नि आरू चाहिँ यहाँ चाहिँ बाँकी छ खोर्सानी हालेर हामी चाहिँ आरू अचार बनाउँछौँ है साथीहरू अचार एकदम मिठो छ र साथीहरू यसैसँगै चाहिँ मेरो भ्लगको एन्ड गर्दछु तपाईँहरूले चाहिँ लाइक कमेन्ट सेयर गर्नु होला हेरिदिनु होला र के सुधार्नुपर्छ कमेन्ट गरिदिनु होला र तपाईँहरूको साथ सपोर्ट दिइराख्नु होला धन्यवाद।